कडा हो एङ्गो गर्नु गाह्रो छ है भक्तपुरबाट उठाएर ल्याएर आएको राइड है पशुपति मायाकुरी पर पुलनिरको राखेर रहेछ लोकेसन फेरि आमाको छोरीहरूले गर्दा रहेछ आमा परै झरिहाल्नु भयो गेटबाट भित्र बाइक छिराउनु दिँदैन राइड इन गर्नु भनेको 700 मिटर डिस्टेन्स हुँदो रहेछ राइड इन गर्नु मिलेन क्या मायासाले अब त्यत्रो टाढो आइरहेको छु है अब छोड्ने कुरा त भएन त्यो भएर म चाहिँ हिँड्दै गइरहेको छु केटा हो बिसाएको छ है जम्मा 90 रुपियाँमा लिएर थिएँ 7 किलोमिटर डिस्काउन्ट आएर 63 आएर छ कति किलोमिटर भयो कति मिटर भयो समथिङ 150-60 कतिमा चाहिँ मजाले मिल्छ होइन अब चाहिँ मेरो मिल्छ होला राइडिङ गरी हेर्छु ल म यहाँभित्र यहाँ छिडिरहेको छु म चाहिँ हिँड्दै बाइक पर छोडेर ल अब चाहिँ मिल्यो मायासाले गाह्रो छ कडा हो गाह्रो छ एङ्गोले बुङ्गो बनाइरहेको छ है मान्छेलाई ठक्कसँगले अब यहाँनिर त लोकेसन नदेखाउनु नि यस्तो ठाउँमा त है यस्तो ठाउँमा लोकेसन देखाइदिन्छ ल मैले चाहिँ राइडिङ गरेर फर्केँ है त केटा एम्बुलेन्स चाहिँ छिर्नु दिन्छ त है हामीले चाहिँ छिर्नु दिँदैन गाह्रो केटा हो गाह्रो एङ्गोले बुङ्गो बनाइरहेछ गाह्रो कहीँबाट आउनु मिल्दैन त के गर्नु त है त्यत्रो टाढो लिइरहेको छु फेरि उता कल गरेको उता कल पनि उठाएन क्या त्यही भएर मैले चाहिँ अब हिँड्दै नै आइदिएँ म एकुरी सर्भिस यस्तो दिन्छ कि हामी हिँड्दै पनि ल कडा कुरा त्यही है त